हेर आज हामी यो लिफको बारेमा केही कुरा तिमीहरूलाई बताउँदैछौँ हैन। लिफ के हो त? यो प्लान्टको ग्रीन पार्ट हुन्छ, ठीक छ। यसमा फोटोसिन्थेसिस क्रिया हुन्छ, प्लान्टको यो किचन रुम छ। अब यसमा के हुन्छ, यसको यो डोर्सल साइडमा भन्छ साना साना प्वालहरू हुन्छ जसलाई एस्टोमेटा भनिन्छ। यो एस्टोमेटा भएर नै यो एस्टोमेटा कस्तो हुन्छ त, ठुलो यसलाई पालेर हेऱ्यो भने यस्तो लुक हुन्छ, यस्तो यो प्वाल जस्तो हुन्छ, यो गार्ड सेल हुन्छ। र यही भएर के हुन्छ त, एक्सचेन्ज अफ ग्यासियस एक्सचेन्ज हुन्छ, अर्थात् फोटोसिन्थेसिसको लागि यसलाई चाहिने कार्बन डाइअक्साइड यो थ्रुबाट लिन्छ, फेरि यसलाई बढी भएको अक्सिजन पनि फाल्ने काम योबाट गर्छ। त्यसपछि यसमा बढी भएको पानीलाई पनि ट्रान्सपिरेसनको द्वारा यसबाट निकाल्ने काम पनि यस्तै सेलद्वारा हुन्छ, यस्तै एस्टोमेटाद्वारा हुन्छ हैन। यो के हो, यो एस्टोमेटा जस्तो लाग्छ। दिस इज द मोडल अफ एस्टोमेटा। यो गार्ड सेल हो, त्यसपछि अरू सेलहरू यसमा हुन्छ। यही प्वाल भएर के हुन्छ, ग्यासियस एक्सचेन्ज हुन्छ। यो लिफमा पाइन्छ हैन। एस्टोमेटा कहाँ पाइन्छ? लिफमा पाइन्छ।